हेलो हेलो एभ्रिवान, नमस्ते। म सज्जु केसी है। आजबाट चाहिँ मैले मुकबाङ भिडियो लिएर आएको छु, सबैजनाले हेरिदिनु होला। अनि मसँग चाहिँ यो चाहिँ करेन्ट चाउचाउ रहेको छ, अनि यहाँ चाहिँ पानीपुरी छ, अनि मसँग चाहिँ एक गिलास चाहिँ फुजिटी छ। मलाई एकदमै मनपर्छ यो चाहिँ है। रोमानियामा चाहिँ एकदम धेरै पाइन्छ यो, कोलाई मनपर्छ है। ल फर्स्टमा चाहिँ मैले यो खाएँ। अर्को कुरा चाहिँ म एकदमै नढाटिकन भन्छु है, मैले चाहिँ यसको यो मुकबाङ भिडियोको लागि चाहिँ सबै युट्युबतिर यताउति हेरेर है, सबै कुराहरू बुझेर नै मैले लाइटहरू मगाएर मसँग सबै सेटहरू मगाइदिनु भयो मेरो बुढाले है। त्यसको लागि चाहिँ एकदम धेरै थ्याङ्क यू। अनि यो खाना पनि उहाँले नै बनाइदिनु भएको, म चाहिँ एकदम अनेस्टली भन्छु। अनि उहाँ चाहिँ त्यहाँबाट हेरिराख्नु भएको छ। यो चाहिँ एकदमै अनफेयर भइरहेको छ होइन। अब चाहिँ म चाहिँ आफैले नै पकाएर पनि गरेको देखाउँछु हजुरहरूलाई। अनि यहाँ चाहिँ करेन्ट रहेको छ है, करेन्ट भन्छ चाहिँ कोलाई मनपर्छ है। ल करेन्ट चाउचाउ छ अनि पानीपुरी छ। ल अब चाहिँ खाम ल है। फर्स्ट बाइट। पिरो पनि त्यस्तै दामी मिठो। बुढाले चाहिँ हेरिराख्नु भएको छ, बुढालाई यहाँ आउनुभन्दा पनि मान्नु भएन। चिकन पनि छ है साथीहरू, ससेस पनि छ। पानीपुरी चाहिँ मैले नेपालबाट मगाएको थिएँ। हजुर रोमानियामा हुनुहुन्छ र पानीपुरी पनि खान मन लाग्छ भने चाहिँ अहिले चाहिँ बुकारेस्टमा चाहिँ यो पानीपुरीको के अरे नेपाली किराना पसल छ, सबैजनाले त्यहाँबाट ल्याउन मिल्छ। अनि उता बुकारेस्टको सबै सामानहरू पाइने ठाउँ के अरे ओभरमा चाहिँ सबै पाइन्छ है हजुर। त्यहाँ गयो हुन्छ। ओभर चाहिँ नेपाली मार्केट जस्तो कि हाम्रो पोखराको हङकङ बजारहरू जस्तै हो, पाइन्छ। लिएर आउनु है त। मिठो पानीपुरीको इमली दामी मिठो भयो पानीपुरी है साथीहरू। ल खाए ल। मिठो मेरो बुढा चाहिँ हेरेको हेरे आउनु खाऊ खाऊ। त्यो चाहिँ मेरो फर्स्ट ट्राई हो, कस्तो लाग्छ भनिदिनु है हजुरले। मलाई चाहिँ एकदम धेरै खाना मन लागिरहेको थियो कि अस्तिबाट, किनकि अस्ति हामीले लिएर आएको थियौँ यो। अरू बेला मिल्दैन है, अब छुट्टीको बेलामा चाहिँ खाने हो। नेपाल हुँदा कति मिस हुन्छ है पानीपुरी।
यहाँ आइसके पछाडि पानीपुरी चटपटे है हर कुरा मिस हुने के आउनु न हजुर एउटा दुइटा खानु आउनु त यहाँ आउनु न आउनु न तिमी बेबी हो मेरो आउनु न आउनु आउनु न आउनु न यहाँ खाली भयो कि वेटिङ फर समवान भन्ने जस्तो भयो हाम्रो सानो चाहिँ एकदम बेबी जस्तो हुनुहुन्छ क्या हो तिमी बेबी हो यहाँ चाहिँ कपाल परेछ सायद मेरै कपाल होला सानाको कपाल त होइन मेरो चाहिँ पेट हुँदै गयो कि आउनु न आउनु न आउ न बेबी आऊ आउ न बेबी आउनु सबैजनाले चिन्नुहुन्छ उहाँ को हो भनेर उहाँ हुनुहुन्छ तक्लेजी गब्बर गब्बर ल मेरो बुढाले नै बनाउनु भएको अब कस्तो छ भनेर सोध्न नि नमिल्ने मैले टेस्ट गरेको टेस्ट गरेकै छैन खाऊ यो चाउचाउ चाहिँ एक चम्चा खाएको थिएँ अरू खाएको थिएन मिठो रहेछ आफैले बनाएको मिठो रहेछ बुढो खाऊ पानीपुरी खाऊ न खाऊ 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 न 20 वटा खान्छु भन्थ्यो खाऊ न खाऊ मिठो भएन र मिठो भयो यो ग्रीन कलर के हालेको कुन ए तो उसके के भन्छ करी उसको दामी दामी यसरी बनाउनु चाहिँ मलाई पहिल्यै मन थियो होइन अझै भयो जस्तो लागेको छैन है तर पनि यो स्टार्टिङ हो है हजुरले साथ दिनु होला म चाहिँ पछाडि चाहिँ ब्ल्याक वान राख्ने भनेको थिएँ होइन ब्ल्याक वान तर कहिले चाहिँ मजाले जुम हुने कहिले चाहिँ नहुँदो रहेछ कि यो मोबाइलमा आफै त डिटेक्ट गर्नु हो त्यो हटाउन मिल्छ तर थाहा छैन तर धेरै जस्तो चाहिँ जुम राम्रो हुन्छ नि त यस्तोमा मैले नजानेको हो कि हो थाहा भएन त्यसले आफै यता उता लैजान्छ कसैले लान्छ त्यसलाई थाहा होला कि तिमीले लेमन नहालेको त्यही बिर्सेछु त्यसै लाग्यो कि यहाँ पनि नहालेको त्यहाँ हाल्नुपर्छ इमिली हाल्यो हाल्नु पर्छ इमिली हालेपछि नि
सर्किन्छ है राम्रोसँग खाऊ कहाँ सर्किन्छ हो कति भरेको आलु थोरै थोरै जाने ठाउँ जान्छ आलु म दिइहाल्थेँ त मैले तिमीले दिन्नौ भनेर होइन चोरको मन लाग्यो यत्तिको जुम हुन पर्ने क्या घटाइदिन्छ धेरै भएपछि मिठो बेसरी मिठो 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 भन्दा नि पिरो सानो चाहिँ पिरो कहिले नि खानुहुन्थेन तर आज चाहिँ खानुभयो है होइन म अचम्म परेको अरू खानेकुरा केही छैन अनि एउटा खा तिमी खान्छौ खाऊ 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 तिमी खाऊ तिमी लास्ट है देख्न सक्नुहुन्छ मैले चाहिँ सबै पानीपुरी खाइसकेँ है झोल पनि रहेछ के दिन्छु झोल मिठो दामी मिठो भयो है झोल मैले केबाट बनाइदिएको थाहा केबाट बनाउनु भयो त्यो वाइ चौधको सुपबाट ल तर दामी मिठो भएछ सट्टै सोरेर खानु न म सोर दिन्छु ल तिमी खाऊ म भयो म चाहिँ अगाएँ ओ माई गड तगाली चाहिँ हँसुरे सिनो गाह्रो हुन्छ अगाएँ अगाएँ एउटा अझ एक के ल लास्ट अलि भोरी के साथीहरू हजुरहरूलाई कस्तो भिडियो चाहिन्छ भन्नु होला कोले सब्स्क्राइब गर्नुभएको छैन लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला म चाहिँ यो फर्स्ट ट्राई हो होइन अझै गर्छु योभन्दा बेटर गर्छु अब हेर्नु होला हजुरहरूले पनि सपोर्ट गरिदिनु होला माया गरिदिनु होला अनि अब नेक्स्ट भिडियो चाहिँ खानाको लिएर आउँछु धेरै जस्तो साना मेरो छुट्टी चाहिँ मिल्दैन आजै हो फ्राइडे हप्ताको एक दिन हुन्छ अरू दिनमा चाहिँ म 3 बजे आउँछु ल मिलेर गर्नुपर्छ लाइक कमेन्ट सब्स्क्राइब सेयर गर्न चाहिँ नबिर्सिनु होला है जो अनि टिकटकबाट आउनु भएको छ टिकटकबाट आएको भन्नु होला अनि कस्तो लाग्छ हजुरहरूलाई हैन कमेन्टमा भन्नु होला साथीहरू अलमोस्ट सानाले पनि भ्याउन लागिसक्नुभयो लास्ट वान मैले चाहिँ मागी रहेको मात्रै हो सानाले नसकेको मात्रै हो साथीहरू होइन सुरुमै आउनु भनेको आउनु भएन अनि त्यहाँबाट होइन ठिकै छ तिमी खाऊ भन्नुभयो अनि मलाई चाहिँ कस्तो अनकम्फर्टेबल फिल भएको कि उबिना चाहिँ खासै मैले केही कुरा पनि गर्दैन नि त उबिना अनि त्यहाँबाट यहाँ चाहिँ स्पेस पनि खाली भयो जस्तो लाग्यो मलाई चाहिँ अब यो फर्स्ट हो नि त मैले खासै जान्दिनँ नि त अनि त्यही भएर चाहिँ सानाको फेरि खुवाई एकदम मिठो छ नि राम्रो छ कि ऊ चाहिँ एकदमै स्याट्ट गरेर खान्छ कि ऊ केही पनि फाल्दैन कि खानेकुरा नि एउटा पनि आमै आएन हौ यति तारिफ गर्यो भने फेरि एउटा नि खानुहुन्छ कि म कहिले पनि खाल्थेँ मैले भात एउटा किलो खाल्थेँ खाऊ अलिकति तर यो एकदम खुर्सानी रहेछ बढी इमली खाऊ न इमली किन फाल्ने म खाम यो खाजा हो खाना हो बुढी
यो खाजा खाना हो के होला म थाहा भने त्यही हो मलाई इमली चाहिँ यति मनपर्छ के दाइजु नफाल्नु न अब क्यार्न पनि बाँकी छ र ल सिगान पस्न साथीहरू यो त बिर्सेछ नि तिमी त राकसै हो बुढी तिम्रो पेटा त राकसै छ हेर्तो गुटु गुटु पियो मेरो भाइले भन्थ्यो एउटा पर्छ ल सबै सकिसक्यो साथीहरू देख्न सक्नुहुन्छ सक्यो ल हजुरहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू थ्याङ्क यू फर वाचिङ आवर ब्लग बाई बाई